तपाईहरूलाई एउटा प्रश्न सोध्न मन लाग्यो। तपाईँ आफ्नो प्रायोरिटीको कति नम्बरमा पर्नुहुन्छ? सायद तपाईँले यो प्रश्न राम्रोसँग बुझ्नु भएन होला। तपाईँलाई म एउटा सानो स्टोरी सुनाउँछु, त्यसपछि तपाईँ क्लियर हुनुहुन्छ मेरो प्रश्न के थियो भनेर। म एउटा संस्थामा काम गर्दै थिएँ र त्यसको बोससँग मेरो कुराकानी भयो र कुराकानी गर्ने क्रममा मेरो बोसले भन्यो कि आफ्नो प्रायोरिटीको हिसाबले म चाहिँ नम्बर 6 मा पर्दो रहेछु भन्यो। म छक्क परेँ। आफ्नो प्रायोरिटी त नम्बर 1 मा हुनुपर्ने हो, कसरी नम्बर 6 मा? र उसले मलाई सम्झाउँदै भन्यो, मेरो फर्स्ट प्रायोरिटी भनेको अहिलेको समयमा चाहिँ मेरो बच्चाहरू हो। उनीहरूको एजुकेसन, उनीहरूको खाना, उनीहरूको हेल्थ र उनीहरूको स्कुल एक्टिभिटिजहरू त्यो नै मेरो पहिलो प्राथमिकताभित्र पर्छ। र मेरो दोस्रो प्राथमिकता भनेको मेरो वाइफ हो। अब मैले उसँग जीवन बिताउनुपर्छ, त्यसर्थ ऊ मेरो दोस्रो प्रायोरिटीमा पर्छ। तेस्रो प्रायोरिटी मेरो प्यारेन्ट्सहरू हुनुहुन्छ। मेरा बुढा बुढी हुनुभएको प्यारेन्ट्स हुनुहुन्छ। उहाँहरू चाहिँ मेरो तेस्रो प्रायोरिटीमा पर्नुहुन्छ। चौथो भयो मेरो बिजनेस। यही बिजनेसबाट मेरो घर चल्छ, मेरो इन्कम जेनेरेट हुन्छ, तसर्थ यो मेरो बिजनेस चौथो प्रायोरिटीमा पर्छ। र पाँचौँ प्रायोरिटीमा मेरा रिलेटिभ्सहरू, मेरा साथीहरू, मेरा आफन्तहरू पर्छन्। किनभने साथीभाइ पनि चाहियो, समाज पनि चाहियो, रिलेटिभ्स पनि चाहियो। अब मेरो आफ्नो प्रायोरिटी चाहिँ नम्बर 6 मा रहेछ मेरो चाहिँ। किनभने मलाई आफूलाई गर्न मन लागेको कुराहरू झट्टै गर्न पाउँदिनँ। आफ्नो लागि बिताउने समय चाहिँ मैले कम पाउँछु। यसो भन्दै गर्दा मैले चाहिँ बुझिरहेको थिइनँ। त्यतिखेर म विवाहित थिइनँ र म एक्लो थिएँ। अनि आफ्नो प्रायोरिटी त सधैँ नम्बर 1 मा हुनुपर्ने भन्ने सोच्थेँ मैले। तर अहिले आएर आफ्टर 15-16 इयर्स त्यो कुरा चाहिँ मैले यसरी रिलेट गरिरहेको छु नि, यो चाहिँ त्योभन्दा अर्को सत्य छ जस्तो लाग्दैन मलाई। किनकि मेरो आफ्नो प्रायोरिटी नम्बर 6 नै रहेछ। तर मैले फेरि के पनि बुझ्दै गएँ भने आफ्नो प्रायोरिटीलाई पनि सँगसँगै अरू प्रायोरिटीहरू सँगसँगै लिएर जानुपर्ने रहेछ। अर्थात् छोराछोरीहरूको प्रायोरिटीलाई पुरा गर्ने क्रममा आफ्नो प्रायोरिटीलाई पनि साथमै लानुपर्ने रहेछ। आफूलाई पनि खुसी राख्नु पर्दो रहेछ, आफूलाई पनि टाइम दिनु पर्दो रहेछ। साथीभाइलाई टाइम दिँदै गर्दाखेरि आफ्नो लागि पनि केही छुटाउनु पर्दो रहेछ, नत्र जिन्दगी साह्रै निरस हुने रहेछ। तपाईँ आफ्नो प्रायोरिटीलाई नम्बर 6 मा राख्नुहुन्छ या नम्बर 1 मा राख्नुहुन्छ? कमेन्ट गर्नुहोस् है। थ्याङ्क यू।